ओ माई गॉड, आज हामी ठेक्कापट्टाले तपाईँहरूको लागि भनेर यस्तो दामी मेरो पछाडि रहेको यो आलिशान म्यान्सन बिक्रीमा लिएर आइसकेका छौँ। लोकेसनको कुरा गर्नुपर्दा बुढानीलकण्ठ रुद्रेश्वर चोकबाट जम्मा 2 मिनेट भित्र वाकिङ डिस्टेन्समा तपाईँहरूले यो म्यान्सन राइटपट्टि पाउन सक्नुहुनेछ। यस्तो वेल डिजाइन गेटबाट भित्र छिर्ने बित्तिकै तपाईँहरूले यहाँनिर यस्तो धेरै मजाको पार्किङ स्पेस पाउन सक्नुहुन्छ, जहाँ तपाईँले 10-15 वटा बाइक त के 20 वटा अटाउन सक्नुहुन्छ भने गाडी पनि 2-3 वटा मजाले अट्छ। यहाँनिर फाउन्टेन पनि तपाईँहरूले 2-2 वटा भेट्न सक्नुहुन्छ भने तपाईँले गार्डको लागि भनेर एउटा एकोमोडेसन क्वार्टर पनि बनाएको तपाईँले पाउन सक्नुहुन्छ। जम्मा 11 आनामा बनेको यो प्रपर्टीको आज म तपाईँहरूलाई भनेर हाउस टुर गराउन लागेको छु। सो लेट्स गो। मजाको गार्डन बिचको स्टोन स्टेप्स अनि फाउन्टेनले तपाईँहरूलाई वेलकम गर्छ भने लुक एट द साइज अफ दिस पिलर्स। जत्रो भुइँचालो आए पनि यो पिलरहरू भत्किनेवाला छैनन्। यहाँनिर तपाईँहरूले मजाले ब्रेकफास्टहरू गर्दै मजाले पानी परिरहेको बेलामा आफू एउटा चिया मजाले युज गर्न आफूले इन्जोय गर्न सक्नुहुन्छ भने लुक एट द क्वालिटी अफ दिस स्टोन स्टेप्स। कस्तो मजाले बनाएको छ यो भाग पनि, र सबै ग्रासले मजाले लेयर गरेको छ यहाँनिर। विदाउट फर्दर ड्यू हामी भित्र जाउँ न त है। यस्तो राम्रो ढोकाहरू, यो बुट्टा भरिएको यो ढोकाले हामीलाई वेलकम गर्छ भने लुक एट द लिभिङ स्पेस राइट हियर। यस्तो मजाको एउटा राम्रो लिभिङ स्पेसले तपाईँहरूको गेस्टलाई यहाँ वेलकम गर्छ, जहाँ चाहिँ तपाईँले आफ्नो गेस्टहरूलाई मजाले केटर गर्न सक्नुहुन्छ। एन्ड लुक एट द साइज अफ दिस प्लेस। कस्तो राम्रो छ यहाँनिर तपाईँहरूले भेजहरू राखेर क्याबिनेट्सहरू थपेर यस्तो राम्रो आफ्नो डिजाइनको मजाले आफूलाई मन लागेको सामानहरू त्यहाँ राख्न सक्नुहुन्छ। नाउ दिस इज द डाइनिङ स्पेस। यस्तो राम्रो ठाउँ छ यो। यहाँबाट तपाईँहरूले डाइनिङ र किचन तपाईँहरूले देख्न सक्नुहुन्छ। यस्तो बवाल यहाँनिर आइल्यान्ड काउन्टर टप भएको यहाँनिर तपाईँहरूले देख्न सक्नुहुन्छ। एन्ड द क्वालिटी अफ द काउन्टर टप इज अल्सो इन्सेनली गुड है। त्यस सँगसँगै हामीले यहाँनिर फुल्ली फर्निस्ड किचनमा एउटा डिसवासर पनि पाउन सक्छौँ है यहाँनिर। एन्ड देयर इज अ होल स्पेस टु पुट योर रेफ्रिजरेटर्स इन। यहाँनिर तपाईँहरूले एउटा डेडिकेटेड स्टोरेज स्पेस पनि पाउन सक्नुहुन्छ। र सिङ्कहरूको क्वालिटी हेर्नु न, सिङ्क पनि यस्तो राम्रो छ है। क्याबिनेट स्पेस पनि तपाईँहरूले मजाले यहाँ देख्न सक्नुहुन्छ। आफ्नो ब्युटिफुल चाइना र कटलरीहरूको लागि पनि तपाईँहरूले यो स्पेस युज गर्न सक्नुहुन्छ भने यहाँबाट माथि जाँदै गर्दा तपाईँहरूले राइटमा यस्तो खालको क्याबिनेट देख्न सक्नुहुन्छ, जहाँ चाहिँ तपाईँहरूले इम्पोर्टेड वाइन विस्कीहरू राखेर आफ्नो गेस्टहरूलाई मजाले लोभ्याउन सक्नुहुन्छ है। यहाँनिर तपाईँहरूले देख्न सक्नुहुन्छ आफ्नो गेस्टको लागि भनेर एउटा राम्रो शावर सहितको एउटा बाथरुम छ भने एउटा राम्रो एउटा रुम पनि छ, जहाँ चाहिँ तपाईँले देख्न सक्नुहुन्छ। मुभिङ अहेड, माथि हामी जाँदै गर्दा यो पार्केटेड स्टेयरकेस विथ द ब्यानिस्टर्स। क्या राम्रो आलिशान छ यो ब्यानिस्टर्सको साइज, यसको थिकनेस, यसको वुडको क्वालिटी पनि यस्तो राम्रो, यो घरलाई चाहिँ निखार्ने जस्तो आउँछ भने यो चाहिँ हामी माथि फर्स्ट फ्लोरमा आइपुग्दा यो चाहिँ हाम्रो प्राइभेट लिभिङ स्पेस चाहिँ हामी यहाँ देख्न सक्छौँ, जहाँ चाहिँ तपाईँको फ्यामिलीले चाहिँ यो स्पेस युज गर्न सक्छ। यहाँनिर तपाईँहरूले यस्तो डिजाइनको यहाँनिर एक्सेन्टेड यो वालहरू, यो मार्बलहरू तपाईँले देख्न सक्नुहुन्छ, जसले चाहिँ आफ्नो लाइटको रिफ्लेक्सन पनि कस्तो राम्रो तरिकाले गर्छ। बेडरुम यो घरमा जम्मा 3टा छ, तर 3टै बेडरुमहरू चाहिँ पुरा दरबारहरूमा बसेको छ, स्विटहरू जस्तो छ है। द अमाउन्ट अफ फ्लोर स्पेस अफ दिस पर्टिकुलर बेडरुम इज अल्सो भेरी भेरी गुड। यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ यो क्याबिनेट स्पेसेसहरू हेर्नु, कति धेरै क्याबिनेट स्पेसेस छ यहाँ। तपाईँहरूले जति सामान, जति जुत्ता, जति मोजा, जति जे गर्न पनि सक्नुहुन्छ, जति राख्न पनि सक्नुहुन्छ भने यो चाहिँ एउटा पाउडर स्पेस हो, जहाँ चाहिँ तपाईँले मजाले यहाँ ठुलो एउटा मिरर राखेर मजाले मेकअप पनि गर्न सक्नुहुनेछ। बाथरुमको कुरा गर्नु पर्दाखेरि यहाँनिर एउटा डेडिकेटेड शावर स्पेस छ भने एउटा टोयलेट पनि छ, तर द फ्लोर स्पेस, द फ्लोर एरिया इज अल्सो भेरी भेरी गुड। मुभिङ अहेड, अर्को बेडरुममा जाउँ न त है। लेट्स चेक आउट द अदर बेडरुम। यो चाहिँ अलिकति स्पेशल बेडरुम हो है। यहाँनिर द लाइटिङ इज अल्सो द सेम एन्ड हाम्रो यहाँ क्याबिनेट स्पेस पनि अघिको जस्तो नै सिमिलर नै छ, तर द मेन एट्र्याक्सन हियर इज कम अन द मेन एट्र्याक्सन इज द डेडिकेटेड स्पेस फर द जकुजी। यहाँनिर चाहिँ तपाईँहरूले एउटा जकुजी पनि पाउन सक्नुहुन्छ। यहाँनिर अहिले फिनिसिङको काम भइरहेको छ, वर्क भइरहेको छ। वेन दिस प्रपर्टी गेट्स फिनिस्ड, यहाँ हेर्नु त यस्तो राम्रो सिङ्क र एउटा जकुजी र डेडिकेटेड शावर स्पेस पनि तपाईँहरूले पाउन सक्नुहुनेछ। मुभिङ अहेड, लेट्स गो अपस्टेयर्स। अनि फेरि अर्को कुरा तपाईँहरूले नोटिस गर्नुहुन्छ कि हुँदैन, यो सबै वालहरूमा हेर्नु त द फिनिसिङ इज
भेरी भेरी इन्ट्रिकेट है, यस्तो राम्रो छ यहाँनिर। यहाँ माथिबाट एउटा झुमर पनि आउँछ, इफ आम नट रङ। माथि जाँदै गर्दाखेरि तपाईहरूले अब यो प्रपर्टीमा भएको अर्को बेडरुम पाउन सक्नुहुन्छ। दिस इज फर द चिल्ड्रेन है। यहाँ चाहिँ तपाईँहरूले आफ्नो चिल्ड्रेनहरूलाई मजाले राखेर आफ्नो छोराछोरीहरूको लागि राम्रो एउटा स्पेस दिन सक्नुहुन्छ भने फिनिसिङ पनि त्यो प्रायर बेडरुम्सहरूको जस्तै छ। एक्सेन्टेड वाल्सहरू छ, हाम्रो फुल्ली फर्निस्ड फिनिश छ र बाथरुमको लागि यस्तो राम्रो एउटा सावर पनि छ भने क्याबिनेट स्पेसेसहरू पनि यस्तो मजाले इनफ पुग्ने गरिदिएको छ। हेडिङ टुवर्ड्स द कौशी, चेक दिस कौशी आउट है। क्रिकेट खेल्न मिल्छ क्या यहाँ, मजाले यताबाट बलिङ गरेर यताबाट ब्याटिङ गर्न मिल्छ। मजाले यहाँनिर भ्यू पनि राम्रो देखिन्छ, अलिकति हाइटमा भएको छ। एन्ड विदाउट फर्दर अड्यु, अनदर एट्र्याक्सन अफ दिस हाउस, यहाँनिर यस्तो राम्रो तपाईँहरूले एउटा पूजा रुम पनि भेट्न सक्नुहुन्छ, जहाँ चाहिँ डेकल्सहरू राखेर मजाले तपाईँहरूले अलरेडी भेट्न सक्नुहुन्छ। र त्यस सँगसँगै त्यसकै साइडमा एउटा अर्को रुम पनि भेट्न सक्नुहुन्छ, विच यु क्यान युज एज अ गेस्ट रुम or an emergency room। अब माथिको कुरा गर्दाखेरि त अब तपाईहरूले सोलरहरू पाउन सक्नुहुन्छ, ट्याङ्कहरू पाउन सक्नुहुन्छ, which I'm not gonna go there। र अर्को कुरा के गर्नुपर्दा, यो लोकेसन एकदमै राम्रो छ है। यो लोकेसन भनेको चाहिँ प्राइम लोकेसन हो, जहाँ चाहिँ ठुल्ठुलो म्यान्सन्सहरू, ठुल्ठुलो आलिशान बङ्गलोजहरू चाहिँ बनेर मान्छेहरू यहाँ बसेका छन्। यो ठाउँमा तपाईहरूले नजिकै बुढानीलकण्ठ मन्दिर भेट्न सक्नुहुन्छ, बुढानीलकण्ठको स्कुल भेट्न सक्नुहुन्छ, इस्कन भेट्न सक्नुहुन्छ। यहाँबाट न्युरो हस्पिटल, हेम्स हस्पिटल यति नजिकै पनि पाउन सक्नुहुन्छ। सरसुविधाको त कुरै नगरौँ, अत्यन्त राम्रो छ। यदि तपाईँलाई यो प्रपर्टी मन परेको छ भने I'm gonna tell you the price now। यो प्रपर्टी तपाईँहरूले जम्मा 11 करोड 50 लाखमा आफ्नो नाममा गर्न सक्नुहुन्छ। फेरि सुन्नुहोस् है, 11 करोड 50 लाखमा तपाईँले यो प्रपर्टी आफ्नो नाममा गर्न सक्नुहुन्छ। त्यसैले विचार गर्नुहोस् र तपाईँहरूलाई यो प्रपर्टी मन परेको छ र आँट आएको छ भने हामी ठेक्कापट्टालाई छिटोभन्दा छिटो सम्पर्क गर्नुहोस्, किनभने तपाईँहरूलाई थाहा छँदैछ घर जग्गाको लागि विश्वासिलो काम, ठेक्कापट्टा हाम्रो नाम।